यदि तपाईँ अनौठो जनावरहरू हेर्न चाहनुहुन्छ भने समुद्री संसारमा जानुहोस्। त्यहाँ तपाईँले यस्ता अनौठा जनावरहरू पाउनुहुनेछ जुन देखेर तपाईँ छक्क पर्नुहुनेछ। यी अनौठा प्राणीहरूमध्ये एक स्टारफिस हो। यो आफैमा अनौठो कुराको एक प्याकेज हो। यो जनावर आफ्नो अनौठो आकारको लागि मात्र होइन, यसमा धेरै यस्ता गुणहरू छन् जुन मानिसमा पनि हुँदैनन्। यसका 2000 भन्दा बढी प्रजातिहरू हुन्छन् जो धेरै रङ, आकार र प्रकारका हुन्छन्। यसलाई समुद्री तारा पनि भनिन्छ, तर सामान्यतया तिनीहरू 10 देखि 30 सेन्टिमिटरसम्मका हुन्छन् र स्टारफिसको दिमाग पनि हुँदैन। स्टारफिसमा अर्को विशेष गुण तिनीहरूको शरीरका अङ्गहरू अलग भएपछि स्वतन्त्र हुन्छन्। अझ के भने तिनीहरूमा रगत पनि हुँदैनन्। तिनीहरूको शरीरमा रगतको सट्टा समुद्रको पानी बगिरहन्छ। यो सत्य हो कि स्टारफिसले आफ्नो खाना आफ्नो शरीर बाहिर खान्छ। स्टारफिसको छाला क्याल्सियम कार्बोनेटबाट बनेको हुन्छ, जसले तिनीहरूको छालालाई सबैभन्दा कडा बनाउँछ। धेरैजसो स्टारफिसको छालामा तीखा काँडा जस्तो हुन्छ, जसकारण कुनै पनि शिकारी जनावरले तिनीहरूलाई खान असम्भव हुन्छ। यसबाहेक यदि तपाईँले स्टारफिसलाई हेर्नुभयो भने तपाईँलाई लाग्छ कि तिनीहरूको आँखा छैन, तर सत्य यो हो कि तिनीहरूको अङ्ग जति छन् त्यति नै आँखा पनि छन्। स्टारफिसको सबैभन्दा अनौठो विशेषता भनेको तिनीहरूको खाने तरिका हो। तिनीहरू आफ्नो शरीर बाहिर खाना खान्छन् या पचाउँछन्। यो सुन्दा जति अनौठो लाग्छ, वास्तवमा यो अनौठो नै छ। तिनीहरूको पेट शरीरको तलतिर हुन्छ अनि पेट मुखबाट बाहिर निस्कन्छ र खाना जम्मा गर्छ। यो शरीर बाहिरै पच्छ र त्यसपछि मुखभित्र पेटमा फर्कन्छ। यस कारणले गर्दा तिनीहरूले आफ्नो शरीरभन्दा ठुला चिजहरू पनि खान सक्छन्। साथीहरू, यो त थियो स्टारफिसको बारेमा जानकारी। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि तपाईलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस्।